Congratulations Spain for winning 2026 World Cup. This time you're the one mistake, bro. What's up? What's it? भाइ के छ भाइ भाइ ठीक छ सही त गाइस स्पेनले जित्ने हो नि अनि कति मैले भनिसकेको छु तिनीहरूलाई अब सेकेन्ड हाफ पछि टाइम 2 गोल हानिदिन्छ अब आशिष के भन्नु छ त गेमको बारेमा प्लिज ब्रो यो तिम्रो ट्रान्जिसन के छ दाइ गेमको मोबाइल हो नि बेटमा हारिहाल्यो त हैन हारे पनि जितेकै हारे पनि जिते बाबाले गोल हान्दै खतरा उ गर्दै रहेछ यसले खतरा हान्न पायो बल्ल अहिले चाहिँ Spain is the winner of 2026 हैन त वर्ल्ड कपको हेलो एन्ड नमस्ते गाइस अगेन हैन आज अर्को वर्ल्ड कपको भ्लगमा 4 घण्टा काम गर्न जाँदैछौ हैन आज हामी आज के रे हाम्रो के हो रे आज कसको म्याच छ आशिष आज त फाइनल म्याच हो नि फाइनल हो स्पेन भर्सेस अर्जेन्टिना म चाहिँ अर्जेन्टिना हो आशिष स्पेन सो हाम्रो चाहिँ आज प्लान चाहिँ के भन्दा काम ए अर्जेन्टिना अहिले हाम्रो प्लान चाहिँ अब काममा जानु छ फेरि काम पनि गर्नु पर्यो यहाँनिर हैन काम 4 घण्टा गरेर फर्केर बेलुकातिर सपिङ गरेर हल्का त्यसपछि जान्छौँ ल आशिष ब्रो हैन त very much excited for today final match between Argentina and Spain guys rock on आज बवाल हुन्छ बवाल हुनुपर्छ आज ल अहिले यार सरी लेट भयो आशिष होइन स्पेशल भ्लग हाम्रो होइन त अर्जेन्टिना भर्सेस स्पेन स्पेशल हो नि पुरै आशिष त अर्जेन्टिना फ्यान हो नि हैन आजको लागि त म त कम्प्लिट अर्जेन्टिना हो नि ब्रो म चाहिँ स्पेन फ्यान हो है फेरि स्पेन फ्यान त होइन अब सपोर्ट चाहिँ स्पेनलाई आएको छ अर्जेन्टिनाले नजित्ओस् भन्ने त्यही त हो नि रमाइलो हुन्छ को छ हाम्रो घरबेटी दाइ हुन्छ मेरो अङ्कल तिमी मुन दाइ विशाल 5-6 जना जति हुन्छ होला हामी रमाइलो हुन्छ जोस् आशिषको भेन्यूमा आज फेरि आशिषको इन्भिटेसनमा है थ्याङ्क यू है आशिष यार नो प्रब्लम आजको लागि है ल यो त यार अहिले चाहिँ हामी फेरि काममा जाँदैछौँ हामी चाहिँ अब ट्याक्क आइपुग्यौँ होइन आफ्नो कार्यक्षेत्र भनौँ होइन चाहिँ हो काम गर्ने ठाउँ एमाजोन वेयर हाउस हो लेभल 1 चाहिँ अब होइन अब ठिकै छ अरू ठाउँ भन्दाखेरि चाहिँ बेटरै जब छ यहाँनिर किचकिच छैन टेन्सन छैन 4 घन्टा यहाँ बिताउने अनि निस्किने हामी आज लगाइ अब त्यसपछि अब काममा भित्र देखाउनु मिल्दैन बाहिर आएर बेलुकातिर आएर कुरा गरौँ नेक्स्ट लेभल हो नि आज अर्जेन्टिनाको सपोर्टमा हुनुहुन्छ कहाँ जाने पहिला त अङ्कल लिन्छ नि के हो नि पहिला अङ्कल ए हाम्रो अङ्कल पनि हुन्छ है त्यही बाटो फर्किनु राम्रो होइन नि अङ्कललाई लिन्छौँ पहिला अनि आल्दी सल्दी सपिङ गरौँ अलिअलि त्यही हो अब हामी त्यतातिर लाग्यौँ है त विशाल नि आउँछ होला अन्त ब्रो ल ल बाबाल अन द वे राइडरलाई ल रकन ब्रो रकन ल लेट्स गो अङ्कलले आउनु भयो त हाम्रो ल अङ्कल आउनु चढ्नु बस्नु अङ्कल पछाडि बस्नुहोस् हामी चाहिँ 11 जना टिम पुग्छ कि हो दादा आरामै ए आएर देख्नु होइन हेलो गरिदिन्छ ल चाहिँ बन्द भएछ यार ब्याड लग हो आशिष हाम्रो केही ब्याड लग होइन ब्रो वर्ल्ड कपको माहौलमा जहाँबाट किने पनि यता जाउँ त चिकन किन्नु जाउँ यता देखाउ त वर्ल्ड कपको माहौलमा केटा हो केही ब्याड लग भन्ने कुरा हुँदैन आज अर्जेन्टिनाले जित्छ द्याट्स इट त्यो चाहिँ हुँदा ल लास्ट कप हातेर नि त अङ्कल हुनुहुन्छ भित्र किन बिरामी हुनु पर्यो नि ल मेरो नि हिँड्यो भने त अब हामी यहाँबाट हाम्रो माल रेडी छ बबल ओके गाइजहरु अब हामी एक्साइटेड पुरै तिमी गाडीमै जान्थ्यौ यार होइन बिस्तारै गयो है भनेर छोड्नु क्यामेरा फाइनल आशिष घर पनि आइपुग्यो होइन स्पेन होइन त दाइ आशिष सधैँ पाक गर्दै आज आशिषलाई पेल्नुपर्छ हो भाइको टाइम बनाएको छ यार आशिषले ल यो चाहिँ मेरो साइकल हो यार यो चाहिँ मेरो साइकल हो दामी बनाएर आशिषले यार कसैलाई लिनु मन छ भने 200 पाउन्डमा यो चाहिँ सेलमा ओ माइ गॉड
दाइ यहाँ हेर्नु न माल्नु यहाँ आशिषले कस्तो लिएर आएको थियो ग्रिल दामी यहाँ हेर्ने हो नि त हामी वर्ल्ड कप हेलो गाइजहरू आज हामी वर्ल्ड कपको यो फाइनल मोमेन्टमा फाइनल्ली यहाँ छौँ मेरो घरमा गाइजहरू यहाँ छन् सबैले आइ भनिदिउँ ल अब मेरो सारा भाइ के गरिरहेछ अहिले 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 सारा भाइ के गरिरहेछ हेरौँ है त ओए के हो यार ब्रो यार आमामा नेक्स्ट लेभल छ ब्रो कटाइ त ए तेरी यार चटपटीको लागि रेडी है सामान होइन त चटपटी खानु पऱ्यो नि त चटपटी खानु पर्यो चटपटीको लागि शीतल त चाहियो ब्रो त लास्ट हिरो देखेछ त अनि पुरै रातो रातो जर्सी छ नेपालको हुन त नेपाल हो नि आज सपोर्ट त नेपाल हो नि होइन खास नेपाल चाहिँ वर्ल्ड कप खेल्यो भने सपोर्ट गरेर हुन्थ्यो ब्रो आज के हो आज कसको अर्जेन्टिनाको होइन स्पेन पो हो ब्रो चाहिँ स्पेनको फ्यान र गाइजहरू स्पेनको फ्यान हो म चाहिँ अर्जेन्टिनाको फ्यान है गाइजहरू भाइ यति चाहिँ दिमागमा राखौँ कि आज अर्जेन्टिनाले जित्छ क्या होइन त बाबु ल भन्दैछु हो कि ल स्पेनले जित्नु पर्छ ल गड गाइजहरू यार सबै स्पेनको छ त यार यहाँ त सब स्पेनको ल गाइजहरू तिमी कसको फ्यान ब्रो स्पेनै हो अनि दादा हजुर म पनि स्पेनै हो तेरी बर्बाद रहेछ नि गाइजहरू यार ल बर्बाद रहेछ नि आज म मात्रै अर्जेन्टिना फ्यान आज यार कुन टिम हो म अर्जेन्टिना हो नि गाइस अर्जेन्टिना कुन टिम कुन हो अर्जेन्टिना हो अर्जेन्टिना कुन कलर बालेको छु यहाँ हेर न देखाइदिनु पर्छ अङ्कल स्पेन होइन त हामी स्पेन हो है विशाल दाई भित्र आउनु ल दाई कुन टिम हो कुन टिम विशाल दाई ओ कुन टिम हो त कुन टिम स्पेन हो ठिक छ ल यसको गेम पनि स्टार्ट भयो होइन ल अब गेम हेरौँ होइन सबैजनाले गेम पनि स्टार्ट भयो अब आज थाहा पाइहालिन्छ कसले जित्छ को हिरो भनेर त्यसै त गाइस दाइ कुन टिम हो तपाईँ चाहिँ तपाईँ स्पेन कहिले स्पेनले जित्छ ए खोले रेफ्री अर्जेन्टिनाको जर्सी त खाने स्पेनको जर्सी लगाइराखेको येल्लो कार्ड चाहिँ डिजर्भिङ थियो है त येल्लो कार्डको लागि थियो है त्यति छ हाइड्रेसन ब्रेक भएन है केटा हाइड्रेसन ब्रेक ल टिम हैन अर्जेन्टिनाको पकडमा हो कि स्पेनको पकडमा हो तर लाइनले हाइड्रेसन ब्रेकले चाहिँ अलिकति ल्याङ भइरहेको क्या चेन्ज गर्नुपर्छ अहिले हाफ टाइममा पनि फेरि 15 मिनटभन्दा ज्यादा ब्रेक होला जस्तो छ हाफ टाइमसम्म 0-0 हो नि त स्पेनले डोमिनेट है पोजिसनमा चाहिँ स्पेनले जित्छ अनि ल स्पेन ल स्पेनले हो नि ब्रो स्पेनले डोमिनेट छ पोजिसन हेर न पोजिसन ल ल अहिले हेर ल पोजिसन दा स्पेन छ नि त हाम्रो मुन्दाइलाई टेन्सन भइसक्यो अर्जेन्टिनाले यतिकै छोड्दै हो ल हेर पोजिसन हेर 64 अनि यो पोजिसन के हो यो 64% पोजिसन भने नि त स्पेनले हाफ टाइम भएको छ होइन अहिले 0-0 ड्र अर्जेन्टिनाले के गरिरहेको छ लु भन ब्रो अर्जेन्टिनालाई केही नगर्यो भने एउटा चिज के थाहा भने बल रन्स फास्टर देन प्लेयर भन्ने थाहा छ अर्जेन्टिनाले लङ खेलाउनु भएको छ लङ पास लङ साथ तर एक हान्छ होला अर्जेन्टिनाले यार गेम हेर्दा त मेसीले जित्दा जस्तो छ है अर्जेन्टिना नै होला जस्तो छ एक चाहिँ हान्छ अर्जेन्टिनाले टिममा हाफ टाइमसम्म होइन 0-0 को प्रेडिक्सन कति हुन्छ त तपाईँको प्रेडिक्सन भन्नु ल अङ्कल 40 गोल कति हुन्छ गोल टोटल गोल कसले कति हान्छ भने स्पेन 2 तिम्रो एक मुन्दाइको ठ्याक्कै उल्टो हो क्या अर्जेन्टिना चाहिँ 2 हो स्पेन या त निल हुन्छ होला होइन नि एउटा मात्र भन्नु पर्यो अर्जेन्टिना 2-1 या
अर्जेन्टिना 2 नाइट स्पेनले जित्ने हो नि अनि कति मैले गोल भनिसकेको छु तिनीहरूलाई अब सेकेन्ड हाफ पछि टाइम के टाइम 2 गोल हालिदिन्छ अब 2-0 that's it 2-0 हो 1 हुन्छ 2-1 1 त हान्छ ब्रो अर्जेन्टिना 3 स्पेन पनि कम त छैन ल स्पेनलाई 2 गोल 3-2 2 हो 5 गोल हुन्छ सेकेन्ड हाफ मेरो चाहिँ 1-0 है मेरो चाहिँ 1-0 स्पेन 1-0 स्पेन 1 अर्जेन्टिना 0 है त लेट्स सी अब के हुन्छ नि त म हेर्नु त येलो कार्ड हो भनेर दिनु पर्दैन त्यो त्यस्तो ट्याकल छ अनि अब अलमोस्ट सेकेन्ड हाफ सुरु भइसकेको छ होइन फर्स्ट हाफमा चाहिँ मुभमेन्ट राम्रो नै आएन दुवै टिमबाट खासै त्यस्तो डेन्जर चान्सेसहरू भन्ने क्रिएट भएको छैन लेट्स सी अब सेकेन्ड गोल हो नि त सेकेन्ड हाफ भन्नु सरी सेकेन्ड गोल भन्नु सेकेन्ड हाफ अलि लामो लाग्यो जस्तो लाग्यो हाफ टाइम सोले गर्दाखेरि तर वर्ल्ड कप हो यतिको डिजर्भ गर्छ हाफ टाइम सुत्नु चाहियो नि त ल ब्रो अर्जेन्टिना के गर्छ त हार्छ त होला नि होइन ब्रो मेरो प्रेडिक्सन के छ अर्जेन्टिनाले 3-2 गोल स्पेनलाई 2 गोल ल्यायो स्पेनको 2 गोल अर्जेन्टिनाको 1 गोल ल सेकेन्ड हाफ सुरु है सेकेन्ड हाफ सुरु ब्रो ल्याप्रोटेले हान्छ हेर न खतरा हो नि प्लेयर तर के गर्नु अर्जेन्टिनाले ब्रो हाम्रो के पिसो स्पेनको किन फ्यान भयो स्पेनको टिभी हेरेर आथे फ्रान्स फ्रान्स जाँदा टोइलेट गर्नु मात्र जाने हो नि त टोइलेट हालिदिने टिभी हेरिदिने आइदिने यो चाहिँ किन स्पेनको फ्यान छ यार कसैले त टिभी हेरेर आउने स्पेनको आयो ल म त भन्दिनँ म त जो जित्छ त्यसकै टिम होइन भन्नु न एउटा एउटा हार्ने मान्छेको टिम हुने होइन फिलाइरहेको छ अर्जेन्टिनाले हान्छ भन्ने यो लास्टमा गएर दामी फिलाइरहेको छ है लेट्स सी आशिष ब्रो रेड दामी से भन्दा गेम चाहिँ एक्स्ट्रा टाइममा गयो है भाउजू म त भ्लग गर्दैछु है गेम फेरि एक्स्ट्रा टाइम म आउँछु कि आउँदिन किन भयो के भएर आएर नि आएकै हुँदैन मलाई त एकदम मिठो यो चटपटे ल ल ल चटपटे एकदम मिठो छ मैले बनाइदिएको चटपटे नै भाउजूलाई मिठो लाग्यो अरे थ्याङ्क यू भाउजू है अलिकति अवश्य है नेक्स्ट टाइम आउँदा बनाउनु पर्छ अब आशिषको बर्थडेमा बाबु कोरोना अनि ट्याकल आएर अहिले चाहिँ अब एक्स्ट्रा टाइममा गयो गेम होइन स्पेनले डोमिनेट गरिरहेको छ अर्जेन्टिना रेड कार्ड होइन त आशिष बुझेछु तर अर्जेन्टिनाले 1 चान्स पायो भने हान्छ अब झन् बाबु अब केही होइन अर्जेन्टिनाले गोल हान्छ मेसीले गोल हान्छ त्यसमा ढुक्क भयो प्रेडिक्सन इज 3-2 3-2 अझै छ मेरो 1-0 छ प्रेडिक्सन अर्जेन्टिना 1 म्यान डाउनमा छ यो पनि कमब्याक गऱ्यो भने चाहिँ मैले माने अर्जेन्टिनालाई ल फल यार बल देख्यौ फल देख्यौ मार्टिनेजलाई बिचारा हावी प्लेज के ब्रो ट्याक विथ द ब्रेक यो गोल हुनुपर्थ्यो यो गोल स्ट्यान्ड हुनुपर्थ्यो है चेस खेल्यो अरे यार अलिअलि त भइहाल्छ नि एक्स्ट्रा टाइमको नि हाफ टाइम भयो नि त गोल हुनुपर्थ्यो त्यो यार फल अर्जेन्टिना प्लेइङ दुईजना अर्जेन्टिनाको बिचमा एउटा स्पेनमा कराउन कुन त मजा आउँछ त के गरेर बसेर कुन टिम सपोर्ट होला होइन होइन नि एउटा चुज गर्नुपर्छ घरबाट निकाल्नेलाई नि अर्जेन्टिना दाइ जता भाइ पनि त्यतै भन्थ्यो मरोले अर्जेन्टिना हो ल अर्जेन्टिना हामी स्पेन है मिस्टेक है ब्रो आशिष के भन्छ यो चाहिँ मोबाइलको हो त्यो भाउजू कस्तो त गयो अर्जेन्टिना
ब्रो देख्यौ रङ टिम चुज गरेको देख्यौ स्पेन इज द विनर अफ 2026 हैन त वर्ल्ड कपको दाइ कसको टिम हाम्रो टिम हो नि त यो हाम्रो साथी उता टिस्यु कहाँ छ देऊ न यार तिमी पनि रुनुपर्छ मुन्दा हजुर के छ म त जो चिज पैसा हारे तर मजा आयो। फाइनल गेम त हावा खेल्यो ब्रो यो रिम्याच हुनुपर्छ क्लासेस के भन्नु छ त गेमको बारेमा प्लिज ब्रो यो तिम्रो ट्रान्जिसन खुसी कोही भएन आज। मेसी लड्यो त्यहाँ खिच टोर्नामेन्टले लड्यो के छ दाइ गेमको मोबाइल हो नि त बेटमा हारिहाल्यो त होइन टिमले हारे पनि जितेकै हारे पनि जितेकै मुन्दा या स्पेनले जित्यो नि भाउजू म त स्पेनको पहिलोदेखि भाउजू जन्मेकै स्पेनमा होइन र हो नि त भाइ के छ है भाइ ठिक छ बेस्ट किपर बेस्ट प्लेयर अफ टुर्नामेन्ट यङ प्लेयर अफ द टुर्नामेन्ट ल फेरि ब्रो वान मोर मेसीले जित्न पर्थ्यो मलाई कसै कुरा होइन तर दुईटा टिम चाहिँ खतरा थियो मलाई त्यति हो दुईटै टिम स्पेन र अर्जेन्टिना त्यो चाहिँ मलाई मलाई सोध्नु ब्रो ल भने मलाई लागेकै थिएन कि मैले ब्रो एमाजोनको त्यसमा प्रेडिक्सन स्पेन हालेको थिएँ ब्रो अर्जेन्टिना तर जित्छ चाहिँ थिएन स्पेनले जित्छ फ्रान्स अल द बेस्ट बाबु अल द बेस्ट कङ्ग्रेचुलेसन गाइस सबै स्पेनको तर म अर्जेन्टिना फ्यान थिएँ स्टिल 3-2 1-0 मिल्यो त ल थ्याङ्क यू इन्भाइट गरेको होइन ल तपाईँको भाउजू ल भाउजू धेरै धेरै धन्यवाद है आजको लागि है फेरि भेटौँला ट्युस्डे अगस्तमा अगस्तमा आउनु पर्यो हजुर भाइ है ल सी है हामी त भेट भइरहन्छ रुन चाहिँ नरुवा आज यति भन्छु म होइन ल थ्याङ्क यू ल ल यार ल ब्रो है चल्दैको ल है त मैले ल थ्याङ्क यू अरू गेम पनि हेरौँ न। ल अब सबै गेम पनि सक्यो सो स्पेनले जित्यो अर्जेन्टिनालाई मेस्सीको लागि चाहिँ अलिक स्याडै छु होइन तर खुसी पनि छु रोनाल्डो फ्यान हो नि त त्यही पनि मेस्सी पनि लेजेन्ड हो रोनाल्डो पनि लेजेन्ड हो तर अलिक मेस्सी बेटरै भयो वर्ल्ड कपमा चाहिँ सो अहिलेको भ्लग चाहिँ अब यहीँ एन्ड गरिदिन्छु म होइन थ्याङ्क यू सो मच डु लाइक सब्सक्राइब एन्ड सेयर है त